रक्षाबन्धनको दिन हातमा बाँधिने यो सानो धागो आखिर किन यति पवित्र मानिन्छ? किनकि यो केवल राखी होइन, यसको जरा यस्तो ठाउँमा पुग्छ जहाँ तपाईँले कल्पना पनि गर्नुभएको नहुन सक्छ। तर दिदी बहिनीले दाजुभाइलाई नै राखी बाँध्ने चलन आखिर कसरी सुरु भयो? के यसको सुरुवात भगवान कृष्ण र द्रौपदीको घटनाबाट भएको हो? यदि हो भने त्यो घटना वास्तवमै राखीको सुरुवात थियो, र यदि होइन भने आजसम्म हामीले सुन्दै आएको रक्षाबन्धनको कथा कति सत्य हो? आज यही प्रश्नको पछाडि लुकेको एउटा रहस्य खोज्दै जानेछौँ। तर अन्तिमसम्म हेर्नुहोस्, किनकि रक्षाबन्धनको वास्तविक सुरुवात थाहा पाएपछि तपाईँले हातमा बाँधिएको राखीलाई केवल एउटा धागो भनेर कहिल्यै हेर्नुहुने छैन। सबैभन्दा पहिले बुझौँ रक्षाबन्धन शब्दको अर्थ के हो। रक्षा अर्थात् सुरक्षा र बन्धन अर्थात् सम्बन्ध वा बाँधिने बन्धन। अर्थात् रक्षाबन्धनको मूल भाव हो एक अर्काको रक्षा, माया, विश्वास र सम्बन्धको सङ्कल्प। आज प्रचलित रूपमा दिदी वा बहिनीले दाजु वा भाइको हातमा राखी बाँधिन्छन्, टिका लगाउँछन्, मिठाई खुवाउँछन्। दाजुभाइले पनि बहिनीको सम्मान गर्दै उपहार दिने र आवश्यक पर्दा साथ दिने प्रतिबद्धता व्यक्त गर्छन्। पुरानो समयमा रक्षाबन्धन केवल दाजुभाइ र दिदी बहिनी बीचको पर्व मात्र थिएन, यसको प्राचीन जड कहाँ छ? प्राचीन हिन्दू परम्परा श्रावण पूर्णिमाको दिन रक्षा सूत्र बाँध्ने चलन उल्लेख पाइन्छ। भविष्य पुराणसँग जोडिएको एउटा कथामा देवता र असुरबीच युद्ध हुँदा इन्द्र कमजोर अवस्थामा पुगेको र त्यसपछि इन्द्रकी पत्नी इन्द्रिणीले उनलाई रक्षा सूत्र बाँधेको वर्णन पाइन्छ। त्यसपछि इन्द्रले युद्धमा विजय प्राप्त गरेको कथा सुनाइन्छ। यसैले कतिपय धार्मिक परम्परामा यसलाई रक्षाबन्धनसँग जोडिएको सबैभन्दा पुरानो कथामध्ये एक मानिन्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ, यो पौराणिक कथा हो, आधुनिक अर्थमा प्रमाणित ऐतिहासिक घटना होइन। त्यसैले भिडियोमा यसलाई यही नै रक्षाबन्धनको निश्चित सुरुवात हो भनेर भन्नुभन्दा प्राचीन धार्मिक परम्परामा यस्तो कथा पाइन्छ, कृष्ण र द्रौपदीको कथा। अब आउँछ रक्षाबन्धनसँग सबैभन्दा लोकप्रिय रूपमा जोडिने अर्को कथा, भगवान कृष्ण र द्रौपदीको। लोकप्रिय कथा अनुसार एक पटक कृष्णको औँलामा चोट लागेर रगत बग्यो। द्रौपदीले आफ्नो सारीको कपडाको टुक्रा च्यातेर कृष्णको औँलामा बाँधिदिन्। द्रौपदीले त्यति बेला कुनै ठुलो अनुष्ठान गरिनन्, उनले केवल मायाले आफ्नो कपडा च्यातेर कृष्णको घाउमा बाँधिदिन्। कथा अनुसार कृष्णले द्रौपदीको त्यो सानो सहयोगलाई जीवनभर सम्झिए। पछि द्रौपदी सङ्कटमा पर्दा कृष्णले उनको रक्षा गरे भन्ने धार्मिक मान्यता छ। यी कथालाई धेरै मानिसले राखीको भाव, तिमीले मेरो रक्षा गर म पनि तिम्रो रक्षा गर्छु भन्ने प्रतीकसँग जोडिन्छन्। तर यहाँ पनि ध्यान दिनुपर्ने कुरा छ, कृष्ण र द्रौपदीको यही घटनालाई आजको राखी बाँध्ने परम्पराको प्रत्यक्ष ऐतिहासिक प्रमाण मान्न सकिँदैन। यो मुख्यतया लोकप्रिय धार्मिक तथा सांस्कृतिक कथा हो। आजको राखी बाँध्ने चलन कसरी विकसित भयो? अब सबैभन्दा ठुलो प्रश्न छ, यदि पहिले रक्षा सूत्रको परम्परा थियो भने आज दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन कसरी आयो? यसको उत्तर एकै ठाउँमा भेटिँदैन। समयसँगै भारतका विभिन्न क्षेत्रहरूमा श्रावण पूर्णिमाका दिन मनाइने विभिन्न रक्षा सूत्र, पारिवारिक र सामाजिक परम्पराहरू एक अर्कासँग जोडिँदै गए। कतिपय ठाउँमा पुरानो हितले एममानलाई रक्षा सूत्र बाँध्ने परम्परा थियो। कतिपय समुदायमा दिदी बहिनी र भाइ बीचको सम्बन्ध विशेष रूपमा मनाइन्थ्यो। पछि भाइ बहिनीको प्रेम, सुरक्षा र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर राखी बाँध्ने चलन अझ लोकप्रिय हुँदै गयो। अर्थात् आज हामीले देख्ने रक्षाबन्धनलाई एउटा मात्र घटनाबाट जन्मिएको पर्व भनेर बुझ्नभन्दा धेरै पुराना रक्षा सूत्र परम्परा र क्षेत्रीय संस्कृतिहरूको विकास भएको पर्वका रूपमा बुझ्नु उचित हुन्छ। अब सुरुदेखि सोधिएको प्रश्नको जवाब, रक्षाबन्धनको वास्तविक इतिहास के हो? यसको एउटै निश्चित सुरुवात
भएको वर्ष वा एकै व्यक्तिले सुरु गरेको प्रमाणित इतिहास भेटिँदैन। तर श्रावण पूर्णिमामा रक्षासूत्र बाँध्ने धार्मिक परम्परा निकै पुरानो छ। समय बित्दै जाँदा यसमा पारिवारिक सम्बन्ध, विशेष गरी दाजुभाइ र दिदीबहिनी बिचको प्रेम र सुरक्षाको भाव जोडिँदै गयो। त्यसैले आजको राखी केवल धागो होइन, यो विश्वासको प्रतीक हो, यो सम्बन्धको प्रतीक हो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यो एक अर्काको दुःख सुखमा साथ दिने वाचाको प्रतीक हो। त्यसैले अर्को पटक तपाईँको हातमा कसैले राखी बाँध्दा त्यसलाई केवल बजारबाट किनेर ल्याएको एउटा सुन्दर धागो नसम्झनुहोस्, तर धागोमा हजारौँ वर्ष पुरानो रक्षासूत्रको परम्परा, अनेकौँ पौराणिक कथाहरू र परिवार बीचको माया र विश्वास जोडिएको छ। र सायद रक्षाबन्धनको सबैभन्दा ठुलो रहस्य पनि यही हो। राखी हातमा बाँधिन्छ, तर यसको वास्तविक बन्धन भने मुटुमा बाँधिन्छ। यदि तपाईँलाई रक्षाबन्धनसँग जोडिएका यस्ता पौराणिक कथा र वास्तविक इतिहास मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानल सब्सक्राइब गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्, राखी केवल धागो होइन।